हेलो गाइज, हामी चाहिँ टुरमा हिँड्नु लागेको। यहाँनिर तीनटा बाइकमा चाहिँ निस्किसक्यौँ। साथीहरू आउँदैछ। हाम्रो चाहिँ छिन्तापुसम्मको यात्रा हुने भइरहेको छ। बाट चाहिँ चट्टसँगले हामी जान्छौँ। हाम्रो राइडरहरू चाहिँ आउँदै हुनुहुन्छ। चट्टसँगले दुईजना राइडरहरू आइपुग्नु भयो। अब अझै 1-2जना जति आउनु बाँकी छ। अनि आएपछि चाहिँ हामी यहाँबाट सट्ट यात्रा सुरु गर्नेछौँ। कृपया हेरिदिनु होला, सबैले भिडियो लाइक सब्सक्राइब गरिदिनु होला। ल गाइज, हामी चाहिँ अब हिँड्नु लागेको। अब यहाँबाट चट्ट उम्बो गइन्छ। तेलसेल हालेर चट्टसँगले रेडी गरेर कोही साथीहरू मोबिलहरू हाल्दैछ। यहाँबाट चाहिँ अब चट्ट लाएर हाम्रो यात्रा सुरु हुन्छ। अब साथीहरू हिँड्दैछन्, लाग्दैछन्। ल अब अब हामीले चाहिँ अब यहाँबाट चाहिँ सट्टसँगले सबैजना भेलिएर चाहिँ अब यहाँदेखि उकालो लाग्ने उयसमा छौँ हामी। यहाँ चाहिँ अब चट्ट मासु माथि खाने भनेर पैसा उठाउँदैछ साथीहरू। कति उठ्यो त पैसा हाम्रो? पैसा 10,000 जति होइन, 10,000 जति उठ्यो होला कि कति उठ्यो? सब साथीहरू चाहिँ हिँड्दैछ। हामी पनि अब हिँड्नु लागेको। हाम्रो अनिल काका चट्टसँगले दोकान छ होइन? मेरो पनि छ। त्यो चट्ट लाएर अब सबैजना हिँड्यो होइन। अनि हामी पनि चट्ट हिँड्यो। बाटो चाहिँ चट्ट लाएर अब बाटो चाहिँ अप्ठ्यारो छ। कति छ यहाँहरूलाई आउनुको लागि। बाटो चाहिँ अब अलि माथि पुगेपछि अलि राम्रो छ। यहाँबाट फेरि कच्ची हिँड्नुपर्छ, 5 किलोमिटर जति लगभग देउराली पुग्नुको लागि। देउराली पुगेर चाहिँ चट्ट हामी खाजानास्ता गरेर चाहिँ त्यहाँबाट चाहिँ हामी जाने हो। टोटो लाएर हामी चाहिँ नमुना जस्तामा आइपुग्यौँ। लगभग यहाँदेखि चाहिँ अब 2 किलोमिटर होला माइको छ। यहाँबाट 2 किलोमिटर जति चाहिँ देउराली पुग्नु चाहिँ त्यतिकै लाग्छ।
छ। डबल चढिया छौँ, तान्नु गाह्रो छ होइन त? हो राजा अलिक बटार आइपुगेन हौ। किन पर्छ इन्जिन फुट्छ किन? बाटो लगाएर हामी चाहिँ आइपोखरी आइपुग्न आँट्यौँ। चाहिँ पर्यटकीय क्षेत्र राम्रो आइपोखरी अवश्य पनि तपाईँहरू पनि भिजिट गरिदिनु होला। यता चाहिँ जस्तो लगाएर नाउको बनाएको रहेछ अहिले नयाँ। लाएर यो चाहिँ माइपोखरी एरिया। अब हामी चाहिँ बाटो बाटो माइपोखरीमा नजिकमा जानेवाला छौँ। त्यसले गर्दाखेरि पुरै भित्रको भ्यूहरू चाहिँ देखाउनु सकिएन भने आगामी भिडियोहरूमा तपाईँहरूलाई देखाउनु माइपोखरी रहेको छ। यहाँदेखि उता चाहिँ देउराली 2 किलोमिटर जति पर्छ। अगाडि गइसकेको अवस्था। हामी चाहिँ अब देउराली बजार पुग्नु लाग्यो। आइदिएको देउराली बजार छिर्यो। देउराली बजार चाहिँ आइपुग्न थियो। जिन्दगानी हाम्रो टोलीहरू अगाडि 4जना अलि अगाडिहरू पनि गइसक्यो। चापो गुरु चापो चापो देउराली बजारमा चापो। देउराली बजारमा चाहिँ साथीहरू धुलो उडाएर चाहिँ होइन घरटाङटाङ होइन पुरा केटाहरू ग्याङ ग्याङ होइन पुरा छोला ग्याङ म्याचिस छोला ग्याङ म्याचिस। अटो ल्याएर टोलीहरू हाम्रो टोलीहरू चाहिँ अटो ल्याएर हामी चाहिँ देउरालीमा खाजा खाँदैछौँ। खाजा खाएर चाहिँ चट्टा हामी हिँड्नेछौँ। सिक्किमै प्याक गरिदिने एउटा। हामी चाहिँ माई मजातिर लाग्यो। देउरालीमा चट्टा खाएर खाजा खाएर निकै बाटो पनि निकै राम्रै रहेछ। कामहरू भइरहेको रहेछ कामहरू चाहिँ।
बोलाएर केटाहरू त कता गयो हौ गाडी नै भेटिँदैन केटाहरूलाई भेटिँदैन ब्रो सेफ राइड हो नि त सिङ्गल त सिङ्गल भइहाल्यो नि सिङ्गल र डबलमा त मिल्दै मिल्दैन नि ओ आइपुग्यो अगाडि गर्ने कहाँ नि राइड गर्नु हिँडेको राइडर उडाइहाल्छ राइड गर्नु हिँडेको कि उडाइहाल्छ नि मजा त भएन नाल्दै छोडियो हुन्छ अहिले तर आउँछ पुरा कति अन्जिन्छ नि त पुरा रिस्किन्छ अलिक पर गएर फर्क्यौ न राइडरहरू चाहिँ यहाँ हुँदो रहेछ होइन रोको पिछा पाए वाउ भ्यू दामी भुला छ तपाईँलाई देखेर रकेट आएको नि सर्ट लाएर हामी चाहिँ सर्ट ब्रेक गऱ्यो नि त हाम्रो चट्ट लाएर होइन त्यहाँ हुँदै 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 आम्मा सँगै जानुपर्ने हो सँगै जाउँ न अब भएन